बजार खतरा बजारतिर लागे है साथी हो म बजारतिर लागिसकेँ म बाटो त डेन्जर छ नि बाटो डेन्जर छ नि मोबिल सोबिल हाल्न पर्यो बाइकतिर भनेर हिँडेको हैन चेनमा मात्रै माटो भएर मोबिल हाल्न पर्यो चेनमा भनेको अब हेरौँ हेर हेर बाइक त कता पुग्छ यार बाइक त कता पुग्छ त अनि यस्तो डेन्जर छ के कुरो गर्नु यहाँ अब ए यहाँनिर अघि 1 नम्बरमा उक्लिएन यार बाटो हेर्नु त यहाँ कस्तो डेन्जर छ बाटो ल हाम्रो हाइवेमा आइपुग्यो यहाँ हाम्रो हाइवेमा आइपुग्यो है साथी हो यो चाहिँ हाम्रो फिलिली हाइवे यो पिच हुँदैछ यो बाटो चाहिँ अब अहिलेलाई चाहिँ अब खाल्टो त अब क्यामेरामा त फेरि नम्बर क्यामेरामा त फेरि नम्बर 1 देखिन्छ नि के गर्नु क्यामेरामा मात्रै नम्बर 1 हो यहाँ बाटो अब पिच हुने बाटो यस्तो छ के गर्नु यो पिच हुने बाटो हो यो हेर्नु त यहाँ पानी लगाइदिएर अब मान्छेलाई यो के दशा लाग्यो हो यो बाटोमा पानी लगाइदिएर यस्तो गर्छ नि हेर कहाँ पुग्छ अब यो हिलोमा उक्लिँदैन गाडी आयो नि पुरै हिलो बनाइदिएर यार पुरै हिलो बनाइदिएर केही छैन क्या कसले फोन गर्यो फेरि यो काम नलाने मान्छेले फोन गरेको फेरि काम नलाने मान्छेले फोन गरेको फेरि यसरी गाडी आउँछ फेरि यसरी गाडी आउँछ ओहो मलाई सिद्ध्यायो नि अब यो गाडीले हेर मलाई सिद्ध्याएन त अब छारोले खतम बनायो यार छारोले अब कस्तो यस्तैमा चाहिँ भेट्छ क्या फेरि यो गाडी छारोले बर्बाद पार्यो नि मलाई बाटो त आम्मै कम डेन्जर छ बाटो यहाँ बाटै डेन्जर छ यहाँ यो चाहिँ हाम्रो हस्पिटल है हस्पिटल ओहो दर्शन हजुर नो म भयो नि 10-12 दिन भइसक्यो नेपाल टेकेको चाहिँ घर आएको चाहिँ 3-4 दिन भयो म साउदी फेरि जानुपर्छ 45 दिन सन्चै हुनुहुन्छ है हस्
यस्तो बाटोमा हैन यस्तो चिपिन्छ नि यस्तो डेन्जर चिपिन्छ डोजर 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 आएछ डोजर साथी हो डोजर आयो डोजर यस्तो छ यार अब के भन्ने बाटो हेर्नुहोस् त टिफर छ फेरि त्यहाँ टिफर टेम्पल कुनामा चिटिक्क पारेर साइड लाएर राखेछ हेर्नुहोस् है तपाईँको हेर्नुहोस् है अब हाम्रो बजार आइ पनि लाग्यो है समुद्रटार बजार आइपुग्न लाग्यो ए हाम्रो समुद्रटार बजार यहाँ आइपुग्यो अनि त्यहाँबाट हाम्रो दुप्चेश्वर होटल के छ खबर माथि गएर खोइ दुप्चेश्वर होटल यही हो भनेर मैले देखाउनलाई लेखेकै रहन्छ खोइ त ए माथि रहेछ दुप्चेश्वर होटल त्यो देख्नुभयो दुप्चेश्वर होटल अब समुद्रटार भन्ने ठाउँमा आइपुग्यो भने चाहिँ यो होटलमा एकदम डेन्जर हुन्छ होइन त यहाँ भ्लग बनाउँदै हिँड्दैछु कि म ल अहिले गएँ ल अनि यो हाम्रो लुगा पसल ए बजार अब फिलिली हो यहाँ बजार फिलिली के छ बजार यहाँ यस्तो छ यहाँ मोबाइल पसल ससल होइन यो बाइकमा अलिकति मोबिल चेनमा माटो भएर यहाँ डेन्जर भएको थियो यसमा सर मोबिल हाल्नु पर्यो होइन अनि मोबिल हालेर चाहिँ मोबिल हाल्ने भाइ चाहिँ यही हो यो भाइले अब ट्याक्क यहाँनिर मोबिल हाल्छ के हो धेरै उही नपार न तिमी पऱ्यो यो भाइले यसरी पुऱ्याउँछ होइन अनि यस्तो हुन्छ अनि त्यसरी यहाँ आफै हाल्नुपर्ने हुन्छ क्या यहाँ यही होइन त मोबिल भन्ने चिज त यही त होला नि यसरी सर यहाँ माटो भयो यार माटो भएर खतम भयो त पुरै चेन कहाँ यति भएपछि चल्छ होला यति भएपछि चाहिँ चल्ला जस्तो लाग्यो होइन यस्तो कालो पनि लाग्छ कि फेरि अब यो धुनी त त्यही हो हाम्रो बसन्त कता गयो यो यहाँको एकदम खतरा मान्छे अब आइसक्यो तिम्रो पनि आइसक्यो अब भ्लग तिम्रो नि हो मेरो बिग फ्यान है मेरो एकदम बिग फ्यान अरे मेरो एकदम खतरा खाले हो तिमी बिग फ्यान हो युट्युबमा हेर न युट्युबमा उपेन्द्र केसी भ्लग त्यो टिकटकमा गयो भने टिकटक प्रोफाइलमै हालेको छु मैले कालो छ अब ठिक छ सन्चै हुनुहुन्छ अब घर जानु लाग्यो त्यो मोबिल सोबिल यहाँ हेर्नु हजुर विदेश गएर आएको के अरे नानी के भन्यो तिमीले ए त्यो मेरो टिकटक प्रोफाइलमै हालेको छु कि मैले ए यो घ्याङ स्वारा सबै छ त्यहाँ हजुर साउदी अन्त कहाँ जानु सक्नु
अब जाँदै आउँदै जाँदै भयो 8 वर्ष जति दाइ त यहीँ चाहियो दाइ त यहीँ छ नि दाइ यहीँ छ अब जानु पऱ्यो नि यहाँ त केही छैन अनि कति हुन्छ 7 लाख भन्दा मात्र कहाँ हुनु